हाई एभ्रिवान। अनि आज सानो मेकअप टिप्स लिएर आइरहेको छु। टिप्स त के भन्नु, घर बस्दा पनि अलि राम्रो हुन सकिन्छ। सुरुमा मैले मोइस्चराइजर लाएँ ओलेको, अनि मोइस्चराइजर चाहिन्छ फेसको लागि। त्यसपछि हामीले सन प्रोटेक्सन, मैले सन प्रोटेक्सन लाएँ। अनि मैले युभिडक्सको सन प्रोटेक्सन लाउने गर्छु। मेरो स्किन ओइली छ, अनि हजुरलाई आफूलाई कुन कुन सुट हुन्छ, कस्तो कस्तो सुट हुन्छ, त्यस्तै खालको सन प्रोटेक्सन लाउन सक्नुहुन्छ। त्यसपछि मैले मोइस्चराइजर, सन प्रोटेक्सन लगाइसकेपछि अब मेरो पाली आउँछ लाउने लिपस्टिकको पाली आउँछ। अनि मैले घाँटीमा पनि सन प्रोटेक्सन लगाएँ। मुखमा त लाएर भएन, घाँटीमा लाउनु पर्यो, घाँटीमा पनि बचाउनु पर्यो। त्यसपछि म लिप लाइनरले लिपको साइडमा लिप लाइनरले मिलाउँछु। अनि सन प्रोटेक्सन चारैतिर लगाएको हुनाले त्यो लिप लाइनर लाउँदाखेरि चिप्लो चिप्लो भएर लाउन पनि नमिल्ने भएर गाह्रो भयो। अनि त्यसपछि मैले कलर सेन्सको रेड लिपस्टिक लगाइरहेको छु। यो लिपस्टिक मलाई साह्रै मनपर्छ। अनि हल्का तरिकाले लाउँदैछु लिपस्टिक। घरमा बस्दा पनि हामीले सिम्पल मेकअप गरेर बस्दा राम्रो देखिन्छ। हामी अब म्यारिड भइसकेको मान्छेलाई अनि भताभुङ्ग भन्दा राम्रो बनेर बसेको धेरै राम्रो देखिन्छ। त्यसपछि मैले आफ्नो रेड लिपस्टिक अर्को ब्रसले मिलाउँदैछु। त्यो ब्रस अलिक पातलो भएर लिपस्टिक लाउन गाह्रो हुन्छ। त्यसैले गर्दाखेरि मैले यो ब्रस पनि मलाई मनपर्छ। लिपस्टिकमा मिलाउँदाखेरि ठ्याक्क मिलाउँछु ब्रसले। अनि लिपस्टिक पनि मैले लगाइसकेँ। मेरो लिपमा अलि राम्रो तरिकाले लिपस्टिक बस्छ। त्यसपछि मैले गाजर लाउँछु। अनि गाजर पनि मलाई साह्रै मनपर्छ लाउन। म घरमा यत्तिकै बस्दा पनि गाजर र लिपस्टिक लगाइराख्छु। अनि अब घर बस्दा पनि बसेको बेला पनि भताभुङ्ग भएर बस्नु त भएन नि। अलिकति आफूलाई राम्रो देखाएर, अलिकति आफूलाई राम्रो मेन्टेन गरेर बसेकै राम्रो हुन्छ। अनि तपाईँले देख्न सक्नुहुन्छ मैले आँखामा गाजर पनि लगाएँ। अनि कस्तो देखिएको छ तपाईँहरूको सल्लाह सुझाव दिनुभएको होस् अनि आशा गर्दछु। अनि मन पर्यो भने मेरो च्यानललाई सब्सक्राइब गर्नुहोस्। थ्याङ्क यू, बाई बाई।